पे क्या हो रहा है? चलो 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 दिन सबैजनालाई वेलकम टु माई न्यू डे न्यू ब्लगमा स्वागत छ हजुरहरूलाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै बिन्दास छु। आज म चाहिँ यसो घरको बारी जोत्नु पऱ्यो भनेर गोरु लिन चाहिँ जाँदैछु तलसम्म होइन। पानी परिरहेर सबैजनाहरूले बारी पनि जोतिसक्नु भयो। यहाँ सबै जोतेर मकै छरिसक्नु भएको छ। जस पानीले यस्तो बाटो पनि लास्ती बिगारिदिरहेको छ। म चाहिँ बिस्तारै बिस्तारै चलिरहेको छु तलतिर। थ्याङ्क यू सो मच गाइज, हजुरहरूले देखाइदिनु भएको सपोर्ट एकदमै धेरै तारिफ गर्ने लायक छ। जस हजुरहरूले चाहिँ एकदमै धेरै माया देखाइदिनु भएको छ भिडियोमा पनि होइन। अनि 100 सब्सक्राइबर पनि हाम्रो कम्प्लिट भइसकेको छ र अब स्पेसल भिडियो त के भन्ने अब होइन। भिडियो बनाइरहेको छ के झारियो चाङतिर कहाँ तर पानी त यो बल बिहान हामी चाहिँ अहिले तल आएर बसिसकेका छौँ। गोरुसोरू गइरहेको छौँ। पुसै पनि आइसक्नु भएको छ। पुसैले पनि हो दुईहाल गोरु चाहिँ आएको छ। अनि त्यसपछि गोरु लगेर चाहिँ आज बिरुवालाई हिँड्ने भयो। ल घाम पनि लाग्छ होला, वेदर यस्तो छ क्लियर छ। सहिताको भ्यू चाहिँ यो चाहिँ रुख कस्तो राम्रो है। काप्राको रुख रहेछ। A few minutes later. गाइस हाम्रो चाहिँ यहाँ मल फाल्ने मल छिटार्ने चाहिँ काम भइरहेछ। त्यस गोविन्दले खतरा मल छिटारे नि के अरे के छ गोविन्द आरामै हुनुहुन्छ? मल छितर छितर छ कि खतरा होइन। ल मै माथि फालेर नि हुन्छ र अनि पातलले भएको अलि धेरै हाल्नुपर्छ कि र मल खै ग हैसादिनु ग गोविन्दले फेरि पुरा काट्ने र यहीँबाट काटेर लगाउनु यो बेडुल त्यसै गोरुलाई फेरि अरू काट्नु यहाँ माथि त त्यत्रो बेरुल काम पनि झुल्किन आँटिसकेको छ। गोरु चाहिँ त्यहाँनिर छ। जेस ल है गोविन्द गएँ म हैसा लिनु उहीँ आउनु है। गोरु चाहिँ त्यहाँनिर छ। घाँस चाहिँ यो धान्यो। गोरु नारेको मस्तै बेर भइसक्यो। बाबुहरूले अझै पनि मकैको बिउ लिएर आएनन्। गोरु नारेको यतै आइसकेको छ त यो सलाद ल ल त्यहीँ बस। अनि म त अमला खाइरहेको गोरुले घाँस खाइरहेको भाइको मल छिटाल्दैछन् यता घाँस काट्दैछन्। घाम पनि लगाइसक्यो। अयो गुरे हुतला अबे साले। A few minutes later. खाएर फेरि जानुपर्ने ओए देखिन्छस् गडा। अनि खाना खाएर चाहिँ जानुपर्ने हुन्छ। ल सारन ल यो चाहिँ हाम्रो सारन हो।
भयो मस्तै दिन भयो आएको यिनीहरू चाहिँ त्यही भित्र छ नाले ल्याइदेऊ न यसको खाना अनि त्यसपछि फेरि खानासाना खाएर फेरि जानुपर्ने हुन्छ मलाई गएर बिउ हाल्नुपर्ने हुन्छ त्यहाँ त्यहाँ ढुङ्गामा हालिस् त्यारो ल यसले भात खाँदैन कि अचम्म लाग्ने कुरो आतो खाना लैदिने फेरि ल ल आइज ल आइज क ल गरा के यो चाहिँ हाम्रो लिली हो अहिले खान लाग्यो भने अकले खाँदैन त फेरि यस्तो छ है यो स्थलले अपराधी हो कि हो ल गरा हेर ओइ बौला आयो हजुर आयो खानुहोस् खानुहोस् माथि त मस्त थुप्रो अघिन्छ सो गाइस अब म चाहिँ यो खाना सकाएर चाहिँ फेरि भिडियो सुट गर्छु अनि गएर यसो कामसाम गर्नुपर्छ अनि त्यसपछि फेरि यो गर्नु पर्ला त्यही हो र अर्को कुरो के भनेदेखि हाम्रो अहिले चाहिँ च्यानलमा भिडियोहरू आइरहेको छ त्यस कारणले गर्दा चाहिँ त्यो इमिग्रेसन बढेर अलि बढी भइरहेछ किनकि त्यसमा चाहिँ 12,000 भन्दा प्लस भइसकेको थियो त्यो इमिग्रेसन बढेर अनि केही कारणवशहरू जो भिडियो अपलोड गरेका छैन थिएँ मैले अनि त्यही भएर चाहिँ त्यो समस्या आइरहेको थियो र बिस्तारै बढ्दै गएको छ अहिले चाहिँ 7,000 प्लस भइरहेछ अनि थ्याङ्क यू सो मच गाइज हजुरहरूले चाहिँ 100 सब्सक्राइबर चाहिँ कम्प्लिट गरिदिनु भएको छ आई होप कि अब 1000 पनि अभियसली पुऱ्याइदिनु हुनेछ र भ्लगलाई एकदमै धेरै माया गरिदिनु हुनेछ सपोर्ट देखाइदिनु हुनेछ अनि मसँग चाहिँ अब टाइम भनेको धेरै कम छ र यो टाइममा चाहिँ मैले वाच टाइम र सब्सक्राइबर चाहिँ जसरी भए पनि एनी हाउ गेन गर्नुपर्ने छ अनि यति दुःख गरेर भिडियोहरू बनाउँछु अनि दुःख लाग्छ कि भिडियोमा भ्यू चाहिँ 100 भन्दा माथि जाँदैन कि त्यहीदेखि दुःख लाग्ने कुरो त्यही छ कि त्यही भएर सपोर्ट देखाइदिनु होला होइन धेरैभन्दा धेरै सेयर गरिदिनु होला कमेन्टमा मेन्सन गर्नु होला चाहिँ मन पराउनुहुन्छ हजुरहरूले भ्लग चाहिँ मलाई त्यो सजेस्ट गरिदिनु होला कमेन्ट मेन्सन गरिदिनु होला थ्याङ्क यू सो मच गाइस त्यही भन्न चाहन्छु मैले अनि अब यो खाना सकाएर चाहिँ म जानुपर्ने हुन्छ अनि अहिले चाहिँ त्यो मकैको बिउ चाहिँ बाबाले हाल्दै हुनुहुन्छ अनि म गएर फेरि बाबा फर्किनुहुन्छ खानाको लागि अनि त्यही भएर म चाहिँ अब ढिलो नगरी जानुपर्ने हुन्छ A few minutes later. सो फाइनली गई हामीले चाहिँ टलतिर खनेर सकाएर आइयो अब मासतिर खन्न बाँकी छ हेर्नु त्यस्तै छ शीतल नि हिँडे अब कसो गर्ने हो होइन त बस्ने होला गोरु लगेर गएर भाउजू आरामै हुनुहुन्छ यस्तो छ यहाँको नजारा अनि कुनामा कसरी खान्छन् र हामी त उहाँ त जान्ने नै कुलो काटे यस्तो ए त्यस्तै रहेछ जान्ने रहेछ अहिले चाहिँ हामी बिउ हाल्दैछौँ होइन उहाँले चाहिँ गोरु जोटिरहनु भएको छ टन्टा बुढे घाम लागिरहेछ यस्तरी हो कि मकैको बिउ हाल्ने नि यस्तरी टक्क टक्क एउटा खसाल्ने यस्तो गरी दुईवटा खसो त अनि त्यसपछि फेरि गोरु फर्काने चाहिँ यस्तरी है गोरु फर्काने सिकाइदिनु पऱ्यो कि यता ल चट्ट यस्तो हो र भन्नुपर्छ हो र आयो भन्ने अनि त्यसपछि आतल भन्ने अनि ठ्याक्क आफ्नो ठाउँमा हुन्छ है पोजिसनमै चट्ट फेरि पछाडिबाट टक्क टक्क बिउ खसाल्नुपर्छ होइन अनि यस्तो गरेर जोत्ने कस्तो लागिरहेछ त हाम्रो जोटाइ
प्रतिक्रिया दिनु होला। हामी चाहिँ पहिलो व्यक्ति होला अहिले नयाँ जेनेरेसनमा चाहिँ यस्तो गरी हलोले जोतिरहेछौँ, अरूले चाहिँ ट्र्याक्टरले जोतिरहेछन्। हामी चाहिँ पुरानो प्राचीन कुरालाई चाहिँ विलुप्त हुन नदिने, अब यस्तै गोरुले जोत्ने भन्ने सिद्धान्त बोकेको मान्छे परियो। अबे साले त्यही भएर यस्तो गरी हो, नभए त यस्तो गरेर पनि छर्न सकिन्थ्यो यस्तो गरी, तर यस्तरी होइन हो, यस्तरी हो छर्ने, यस्तो तरिकाले छर्ने। चटक कस्तो लागिरहेछ, घाम चाहिँ पुरै टन्टाबुडी लागिरहेछ। अब यस्तो गरी गोरुलाई दुःख दिने त होइन खासमा, अब मान्छे गोरु जस्तो भइया त के बोले भाइ? अब के बोले? यहाँ त के हो नि, अब गोरुलाई त दुःख दिनु परिहाल्यो। यो गोरु जोत्ने अलि खासै गतिलो भएन जस्तो, त्यो साँडीदेखि त उतै जोतियो कि आएको। यस्तो छ, यस्तो गरेर यहाँबाट यसरी हेर्न सकिन्छ, यस्तो गरेर होइन। सो गाइज मैले चाहिँ त्यो माइकहरू ल्याएको छैन, मेरो भोइस चाहिँ अलि कमजोर आएको होला, त्यसमा चाहिँ यसो कम्प्रोमाइज गरेर चट्ट चाहिँ भिडियो हेरिदिनु होला। अनि मारी अब भिडियो हेरिसकेपछि अब त्यो च्यानल पनि सब्सक्राइब ठोकिदिनु पऱ्यो नि त मित्रहरू, यस्तो त भएन नि त। लाइक कमेन्ट गर्नु पऱ्यो, शेयर हार्नु पऱ्यो। अच्छा हमको सिखा रिया है। यस्तो त हुँदैन त, यस्तो त नै चलेगा नि। यता फेरि आटा लगाए, अब आटा लगाएर नि आपा लगाएर नि, यस्तो छ स्थिति। अनि यो दाहिने हातले त बिउ हाल्न नजान्ने रहेछ हौ मैले त। अनि देब्रे परियो, अब देब्रे हातले हो कि रे, देब्रे हातले भिडियो सुट गरिरहेको छु होइन। कसो त कुरो लगाएर एक ठाउँमा 5वटा खसैया। र त्यही हो साथीहरू, अहिलेको काम चाहिँ हलो जोताइ छ। अब केही समयपछि फेरि अर्को काम गरेको भिडियो देखाउँछु म। सधैँभरि कति काम मात्रै गरिरहन्छ भन्ने खालको कुरो नि हान्छ। कहिले कहिले काम नआगेन, अब कुकुरको काम पनि छैन, फुर्सद पनि छैन भन्ने जस्तै अरू भिडियो पनि बनाऊँ ल। कता उता त्यहाँ झुकेर गएछ क्या सट्टा। ओइ आटला आजा यो गोरु मलाई दाम नआएको यो। यहाँ डल्ला सल्ला ठोक्ने भनेर बसेको, तलतिर 2टा पेटा ठोकिसक्यो। यहाँ चाहिँ मोबाइल चाहिँ खट्टा ठाउँमा अडाउनु भएको उहाँले फेरि। त्यो मोबाइल स्ट्यान्ड हो, खस्न नि सक्छ। म चाहिँ यहाँ बसिरहेको छु, क्यामेरामा ढुलो लगाएर चाहिँ त्यही भएर सफा नआएको चाहिँ क्या। अनि घाम चाहिँ टन्टाबुढे लागिरहेछन्, आकाश क्लियर छ, खतम भइरहेको। कोडालो गुटिया सुतिरहेछन् दुईटा। सो फाइनली हामीले चाहिँ यो पाटा पनि खनेर सकायौँ। अहिले चाहिँ आराम गरेको यस्तो चाहिँ छ। आज घाम झर्केर टन्टाबुढी यस्तो पसिना त अब तिमीहरू त काम बगाउँछौ र होइन। के छ थाहा बोले? हामी त आफ्नै माटोमा ओरख गरेर खाने मान्छे परियो। अच्छा कति आनन्द छ, चिसो हावा होइन, यस्तो काम गर्यो। त्यही नि हेर न, हामी कति धेरै धन्यौँ कि यो ड्राइगन फ्रुटको। लेकिन एक सेकेन्ड, यो ड्राइगन फ्रुटको रुख मुनि बसेर बैगन यतिको धनी छौ तिमीहरू, यस्तो पसिना गाडेर मारी दुःख गरिरहेछ। एक हातको मकैको गुवा भाँचेर खाँदाखेरि कति मजा हुन्छ होला होइन। क्या बात कर रहे ए यस्तो टाइपको छ, झ्याक्ने ननी हो। ये क्या है? यहाँ ऊ त्यहाँ धेरै त्यो कुइरालको फुल छ टुप्पामा,
देखाएको छ तिमीहरूले कहिले मालूम है तेरे बाप को मत सिखा चल यस्तो पसिना बगाइरहेको छ हामी कुछ भी यो चाहिँ ड्रागन फ्रुटको रुख जस्तो छ तर केही छैन अझ किन्ने होला यो चाहिँ ड्रागन फ्रुट होइन लुक लाइक सिमिलर है ड्रागन फ्रुट जस्तै छ जस हावा चलिरहेछ मस्त छ चिल छ खर्यानमा यस्तरी सुतिरहेको छु काम गरेर थाकिरहेको छु त्यस्तै छ फाइनली यो ननेबारी पनि सकियो खनेर ननेबारी पनि सकियो खनेर अब झाक्नेले रुवाउनु रुवाएको रे यस्तो खन्दाखेरि पुरै खनेर सकियो नि अब चाहिँ भोक पनि अड्डी लाग्यो अब जान्छौँ होला खाना ननेलाई नि खानु पऱ्यो अब सिधै मकै उम्रिसकेपछि खन्ना हुन्छ दुनी कुरो खोयो फेरि अब हामी चाहिँ लाग्यो फाइनली बाँकीको फेरि अब अहिलेको राति गरौँला आकाशमा बादल पनि लागिरहेछ नि चट्ट यसो पानी पर्ने योग पनि आए जस्तो छ भोक लाग्यो यो फाइनली गाइज हाम्रो चाहिँ कामसाम पनि सकिसकेको छ रात पनि पऱ्यो अँध्यारो भयो अब म चाहिँ यो घाँस चाहिँ गोरुलाई लगेर हालिदिनु पर्ने हुन्छ पानी पनि परेको छ काम पनि सक्यो अब यस्तो हो क्या पानी फेरि टक्क जोटेर सकिसकेपछि पानी गरिदियो कि टक्क लाग्यो नि घडाङगिडुङ पनि गरिरहेछन् आकाश गइसकिरहेको छ हामी जानुपर्ने हुन्छ रोज्दै जाने त होला नि अब होइन अगाडिको भिडियो चाहिँ म वहीँ गएर सुट गर्छु किनकि अब अँध्यारो पनि भइसकेको छ क्वालिटी पनि त्यस्तो राम्रो आउँदैन त्यो चाहिँ त्यही हो बाई सुरेश पानी त झनै ठुलो पर्न आँटिसक्यो मेरो भाइ चाहिँ यस्तो किसिमको दुई जानुपर्ने हुन्छ अब पानी पर्यो पसिना झर्यो ल पानी त हेर्दा हेर्दै परिगयो त चलो 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 So guys, finally म चाहिँ गोठमा आइपुगेँ खतम पारेको हो पानीले आइया गोरु चाहिँ यहाँ छ केही छैन अब यिनीहरूलाई घाँस हालिदिएर फेरि जानुपर्ने हुन्छ ए पानी परिसक्यो रुचिसक्यो म त यार ओ माइजू के हो भने छाता दिन पर्यो भान्जालाई बुझ्नु त्यसै चाहिँ भने त भयो कहाँ गएको राज हजुर टक्सार काम गर्नु राष्ट्रिय परिचय पत्र बनाउनु भयो परिचय पत्र बनाउनु परेछ पानी चाहिँ देखिआएन खै परेको खासै उजेल नदेखेर होला त गाइस अब फाइनली गोरुलाई घाँस पनि हालिदिइसकेँ माइलीले हेर्नु आँट्यो के हेरेको अब चाहिँ घर जानुपर्छ तर पानी परेको छ कसरी जानु भन्ने कुरो घर त जानु पऱ्यो नि अब अर्को के हेर्नु आएको कानमा बोलेको रहेछ कि भनेर हेरेको
कानमा बोलेको नि यहाँ भिडियो बनाएको यसरी हेर न पानीको बल बगेको यहाँ ओहो राम 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 यत्रो पानी आइसक्यो कि एक किसिममा यस्तो टाइपको चाहिँ देखिरहेछ वेदर चाहिँ म चाहिँ खाली डोको बोकेर गोरुलाई चाहिँ घाँस सास हालिदिइसकेँ होइन अब चाहिँ घर जानुपर्छ यो बाटो जान्छु म घर अनि त्यसपछि फेरि घर गएर यसो फ्रेस हुनु पऱ्यो अनि त्यहाँपछि खानासाना खाएर भिडियो एडिट गर्न सुरु गर्छु म है गाइस तबसम्मको लागि बाई बाई सेतो सेतो के हो भन्नुहुन्छ होला यहाँबाट पनि पानी आइरहेछ यो चाहिँ यो बाँसको पातहरू हो सम्हालेर हो पानी त सक्यो रुजियो पानीमा यत्रो भल बोकिरहेछ यहाँबाट चाहिँ पुरै माथिदेखि चाहिँ बोकिरहेछ सप्लकको चाहिँ अब चाहिँ घर जानुपर्छ म चाहिँ घर प्रवेश गरिसकेको छु के हुँदैछ पानीमा त रुजियो कुकुर रुजे जस्तो यसलाई पहिले यहाँ राख्नुपर्छ हाम्रो कुखुरा पनि रुजिसकेको छ अब यिनीहरूलाई चाहिँ थुन्नुपर्छ मम्मी रुजे सबै रुजे जा गएर बस भित्र कुखुराहरू चाहिँ हुन्छ अनि के चाहिँ घर आमा बसिरहेछन् कहाँ गयो स्यारन पप्पी कहाँ स्यारन अब डाका सुटिया पानी आएको बेलामा गुर हटा हेर्न चिलाएको यसलाई लिली चाहिँ खै कता गयो सो गाइज म चाहिँ फाइनली घर आइपुगेँ अब म चाहिँ यस्तो रुजिसकेको छु यस्तो भिज्नु सकेको कपडाहरू चाहिँ चेन्ज गरेर यसो हात खुट्टाहरू धोएर फ्रेस भएर यसो चिया नास्ता के छ अब केही खानेकुरा खाएर फेरि त्यसपछि खानासाना खाएर भिडियो एडिट गरेर पोस्ट गर्नुपर्ने हुन्छ तबसम्मको लागि बाई बाई हेर्दै गर्नु होला भ्लगलाई माया गरिदिनु होला बाई बाई